ल मतगणनाको लाइभ भिडियो कसरी हेर्ने हो कसैलाई थाहा छ भने मलाई पनि प्लिज सेयर गरिदियो होइन। मन पनि यति कमलो भयो कि यति कमलो भयो कि होइन। यति धेरै कमलो भएको त राम्रो होइन होइन, ठिक होइन। तर हाम्रो झापाबाट बालेन्द्र शाह, धरानबाट हर्का सम्पाङ, काठमाडौँबाट कुलमान घिसिङ, भरतपुरबाट रेणु दाहाल, रौतहटबाट हाम्रो ऋषि धमला, अनि उता म्याग्दीबाट चाहिँ हाम्रो महावीर पुनले 100मा 100% जित्नु पर्यो। यिनीहरू 5-6 जनामा एकजना मात्रै हार्यो भने पनि मनले शान्ति पाउँदैन। हेर, मनले शान्ति पाउँदैन। यिनीहरू 5-6 जनाले चाहिँ 100को 100% जित्नु पर्यो। हार्नु भएन, एकजनाले पनि हार्नु भएन। मलाई लाइभ खुरुक्क सेयर गरिहाल त केटाकेटी हो, तिमीहरूलाई थाहा छ भने म तिमीहरूलाई चिया खुवाउँछु तुरुन्त। ऋषि धमला हार्नै भएन, त्यता बालेन्द्र शाह हार्नै भएन। ओहो, झन् हाम्रो महावीर पुन त 1% पनि हार्नु भएन। कुलमान घिसिङ 1%ले पनि हार्नु भएन। कोही पनि हार्नु भएन है त। मलाई पनि लाइभ सेयर गर। तिमीहरू हल्लाको पछि लायो होला केटाकेटी हो। हेर, हर्का सम्पाङ केही समय अगाडिदेखि चाहिँ धेरै उसमा सामाजिक सञ्जालमा धेरै पोस्टहरू गर्ने यताउति भएर अलि मन नपरेको हुनसक्छ तिमीहरूलाई होइन। तर हर्का सम्पाङको स्ट्रगल हेर, हर्का सम्पाङको स्ट्रगल पहिलाको स्टोरी हेरेर आऊ तिमीहरूले पहिला होइन। पहिला एमसीसी पास गर्न गरेको बेला हर्का सम्पाङ भवनको त्यो उसको अगाडि, मन्त्रीको भवन अगाडि बसेर छिर्न नदिएपछि एउटा कागजमा पेपर छातीमा टाँसेर गेटमा बसेर उभिएर बसिरहेको। पहिला हर्का सम्पाङ एक्लै उडेर आएको मान्छे हो, एक्लै उभिएर आएको मान्छे हो। हेर त पहिला मान्छे कस्तो, मान्छे को मान्छे कस्तो हो, पहिला मान्छेको स्टोरी पत्ता लगा होइन। अनि उसको छैन यहाँ, अनि त्यसपछि मात्रै थाहा हुन्छ होइन। मान्छेको बोली मात्रै मिठास, भाषण मात्रै मिठास भएर हुँदैन। हेर, अनि काठमाडौँमा कुलमान घिसिङसँग उठेको राजु पाण्डे, राजुनाथ पाण्डे हो कि के हो, कुलमानको राजु पाण्डे कुलमानको छेउमा 1% पनि छैन। कुलमान घिसिङ को हो र के हो र? हेर त, पहिला सोच तिमीहरूले। अहिलेको राजनीतिकमा यो त्यो एक्लै भयो, एक्लै मिलेन भनेर आफ्नो आफ्नो सोच हुन्छ। एउटै घरको मान्छेहरू त मिल्दैनन्। भोलि 3-4 जना सँगै नेता, एउटै 3-4 जना मिलेर भोलि 3-4 जनामा एउटाले गल्ती गर्यो भने 4 जनाको नाम मिस्यो नि त। ऊ त कुलमान घिसिङ त एक्लैमा आफू एक्लै उभिन्छु भन्यो नि त। उसले नराम्रो गरे भने ऊ आफै फसिने, राम्रो गरे भने ऊ आफै। नत्र किन उठ्थ्यो र होइन। कुलमान घिसिङले जस्तो दुश्मन कसले कमायो होला भन त। बत्तीको लोड सेडिङ गरेको हामी मिडल क्लास यताउति हामी जस्ता गरिब जनताहरूलाई चाहिँ सब बत्तीको पैसा 1 महिना 2 महिना नतिर्ने बित्तिकै च्वाइट हुन्छ, काट्छ। अब
त्यस्ता धनीको मान्छे चाहिँ राजनीतिकको मान्छेहरूको चाहिँ करोड 3 करोड 4 करोड 1 अरब त्यस्तो तिर्नुपर्ने मान्छेले नतिरिकन चलाइरहेको कुलमानले त्यस्ता पैसाहरू उठाउँदाखेरि त्यस्ताको केस फाइल गर्दाखेरि कति दुश्मन कमायो होला। खोइ त डराएको मान्छे डराउँछ? राम्रो काम गरेपछि मान्छे डराउँदैन। जहिले पनि राम्रोको लागि चाहिँ एक्लै उभिन सिक्नुपर्छ। अरूबाट कहिले पनि सहारा लिनु हुँदैन के। उभिन जहिले पनि एक्लै। राम्रो मान्छे जहिले पनि एक्लै हुन्छ। बुझ्यो नि?